सबैजनालाई वेलकम छ। मैले आज चाहिँ भेन्डी सागको तरकारी अनि मेरो छोरीको लागि जाउलो, यसरी मेरो छोरीलाई सन्चो छैन अनि त्यही भएर अनि जाउलो र साग मेरो छोरीको लागि मैले बनाइदिएको छु अनि हामी आमा छोराको लागि भेन्डी र आलु बनाएको छु। छोरीलाई जाउलो अनि हामी भेन्डी आलु अनि रोटी खाने छौँ। अनि यता चाहिँ लाइन पनि आउनु जाने भएको छ। यता भेन्डी र आलुको तरकारी, यता अनि त्यहाँ कटौरोमा दही छ अनि मैले चाहिँ खाना गइरहेको छु। के गर्नु, मेरो छोरी बिरामी भएर जाउलो खानु परेको छ। हामी चाहिँ उनको अगाडि यसरी अनि रोटी तरकारी खाँदैछौँ। के गर्नु, खानै पर्यो। अलि दिनु मुख बारेपछि छिट्टो सन्चो भइहाल्छ। त्यसपछि मैले यता रोटी पनि हाल्दैछु अनि अब म रोटी खाना गइरहेको छु। मैले रोटी चाहिँ ठुलो बनाउँछु, खासै राम्रो बनाउन आउँदैन, खाइरहेको छु। मिठो भएर चाहिँ आलु र भेन्डीको तरकारी। मलाई चाहिँ रोटीमा तरकारी मनपर्ने भनेको आलु भेन्डी अनि साग एकदम मन। त मलाई हरियो साग रोटीसँग एकदम मिठो लाग्छ कि। भेन्डी ल्याएको दिन रोटी सम्झिन्छु अनि साग ल्याएको दिन पनि म रोटी सम्झिन्छु। अनि मैले चाहिँ भोक पनि एकदम लागेको थियो अनि नास्ता पनि केही खाइन्न अनि उही खाना हो नि त। त्यसपछि अनि मैले यसरी चाहिँ अनि रोटी खाइरहेको छु। यता दही पनि छ, दही पनि बेसी मनपर्छ मलाई रोटीसँग अनि मैले चाहिँ खाइरहेको छु यसरी दही रोटी अनि भेन्डीको तरकारी। मिठो छ। मेरो भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला।